सर्वप्रथम तपाईहरु सबैलाई सप्रेमी जय मसीकी छ। मेरो नाम चाहिँ टाइटस धनुके अनि म यो सिक्किममा बस्दछु। गान्तोक यसको राजधानी हो सिक्किमको। अनि बेरेका उपासना भवन जो म मेरो परिवारले संगति त्यहाँ गरिरहेका छौं। यी दिनमा सबै जग्गा संगति गर्न नपाएकोमा आज हामीले यो मार्फत पनि हामीले धेरै सेवाको लाभ उठाइरहेका छौं। त कतिले मलाई चिन्नुहुन्छ, कतिले चिन्नुहुन्न। त अब हामीले यो गीतको सेवालाई सुरु गर्छौं। त निश्चय नै हजुरहरूले सहर्ष हृदयबाट खुशीको साथ, आनन्दको साथ जस्तै कमजोरी भए तापनि तपाईले स्वीकारी दिनुहोस् भनी मेरो आग्रह छ। म क्षमा प्रार्थी छु यद्यपि यो कुरालाई राम्रो प्रकारले एरेन्जमेन्ट गर्न सकिएको छैन। तरै पनि अब जे जति मैले गरेको छु कोसिस प्रभुको दयामा भइकिन हजुरहरु कहाँ यसलाई प्रस्तुत गरिरहेको छु। हजुरहरूले जहाँ जहाँ टाढा टाढा विदेशहरुबाट सुनिरहनु भएको छ, यहाँ कुनै यसलाई परफर्मेन्स गर्न आएको त होइन। त जे जसो भए तापनि प्रभुको दयामा हामीले जो आयु पायौं, यस्तो परिस्थितिमा संसार डामाडोल भइरहेको छ, संसारको परिस्थिति शोचनीय छ, तर पनि प्रभुले हामीलाई यस्तो राम्रो समय, यस्तो उत्तम विचारहरू प्रभुको छोराहरूमा भइकिन हामीले प्राप्त गर्न पाएकोमा हामी अत्यन्तै धन्यवादी छौं। त अब हामी सुरु गर्छौं। सर्वप्रथम हामी प्रार्थना गर्नुपर्छ अनि प्रार्थना सहित अब हामी के हुन्छ, त्रुटिहरू हुन्छ होला। त अब हामी एउटा सेवा हो, यसमा कुनै मार्क्स पाउने या त राम्रो चेयर अफ हुने यस्तो कुरा कुनै पनि छैन। त अब हामी प्रार्थना गरेर सेवालाई सुरु गर्छौं है। तपाईहरुले पनि प्रार्थना गरिदिनुहोस्। हाम्रा कृपामय जीवित परमेश्वर, तपाईको पवित्र हाजिरीमा हामी यस मध्याह्न दिनमा आज धन्यवाद दिन्छौं। म क्षमता छैन, हाम्रोमा कुनै प्रकारको क्यापेबिलिटी छैन प्रभु, तर तपाईको अनुग्रहमा भइकिन तपाईको सहायताद्वारा प्रभु यो सबै कुरा गर्न माग्छौं। जे जति कुराहरू तयार छ, यहाँ बिजुली बत्ती लगायत इन्टरनेटको कनेक्सन सबै यो क्यामेरा इत्यादि कुराहरुमा तपाईको दया रहेको हुन्। शत्रुको सबै हमला जो पनि आउँछ नै डिस्टर्बेन्सहरू मत्ती 18:19-20 पदलाई भजन 34:7, उत्पत्ति 24, रोमी 16:20, याकुब 4:7, पहिले यूहन्ना 3:8 तपाईको जीवित प्रतिज्ञाले आजसम्म सम्हालेर ल्याउनु भयो। यो प्रतिज्ञालाई हाम्रो जीवनमा पूरा गर्नुहोस्। अब जे जति गीत इत्यादि अनुभवको कुरालाई व्यतीत गर्नु छ, तपाईको उपस्थिति हामीलाई दिनुहोस्। जहाँ चाहिँ तपाईको छात्रहरू कतिजना रोगी बिमारी भएर बेडमै बसिकिन प्रभुजी यसरी यो सेवकाहरूद्वारा आनन्द लिइरहनु भएको छ, यहाँहरूलाई पनि यो गीतहरूद्वारा सान्त्वना, उत्साह, प्रेरणा मिल्न सकेका हुन्। सबै कुरोको लागि म आफूलाई तपाईको हातमा दिँदै इन्स्ट्रुमेन्टलाई, सबै गला, सबै प्रकारको विचारहरू सबैमा आशिष माग्दै मुक्तिदाता नाममा चढाउँछु पिता, सुनिग्रहण गर्नुहोस्। आमेन। म यो एउटा कुरा चाहिँ तपाईलाई शेयर गर्न मन पर्यो, त्यसले गर्दा म यो शेयर गरिरहेको छु। व्यवस्था विवरणको किताब 31 अध्यायको 19 पद हेर्नुहोस् है। हामीले जो पनि गीत गाउँछौं यसको चाहिँ भोलिपछि प्रभुले यसको लेखा पनि लिनुहुन्छ भनिकिन बताउनु भएको छ। यहाँनिर पुरानो समयकाहरूलाई यस्तो लेखिएको थियो। निश्चय हामीलाई पनि त्यस्तै हुन्छ जबसम्म हामीले यसलाई विचार गरेर गाउँदैनौं। यसकारण अब हे तिमीहरू, अब तिमीहरूले यो गीत आफ्नो निम्ति लेख र इजरायलीहरूलाई यो सिकाऊ र तिनीहरूलाई मुखस्त गरिदेऊ र यो गीत इजरायलको विरुद्धमा मेरा निम्ति साक्षी बनोस्। हेर्नुहोस् त, कुनै पनि गीत आज हामीले गाउँछौं, परमेश्वरले यथार्थमा गाउन लाउनु भइरहेको हुन्छ। यसको अर्थ, यसको शब्दको अर्थ प्रभुले सँग मिसिएर गाएको प्रभुले चाहना गर्नुहुन्छ। कतिचोटि हामी गीत त गाउँछौं, भाका मनपर्छ, स्वर मनपर्छ, त्यसको लय मनपर्छ, तर यथार्थमा भन्नु हो भने चाहिँ हामीले त्यसको अर्थलाई बुझेका हुँदैनौं। तर एक दिन प्रभुले हामीले गाएको गीतको लेखा लिनुहुन्छ। कस्तो प्रकारले गाइस, समझले गाइस कि गाएनस् भनिकिन प्रभुले यसको लेखा लिनुहुन्छ। अर्को कुरा कि हामीले जब गीत गाउँछौं, यो गीत गाउँदाखेरि अर्थविहीन गाएन भनेदेखि त्यो चाहिँ प्रभुको दृष्टिमा चाहिँ त्यो लेखा दिने लायकको हुन्छ भनिकिन अहिले हामीले पढ्यौं है। त हेर्नुहोस्, एउटा गीत म तपाईहरुलाई बताउँछु। यस्ता धेरै गीतहरू छ, जस्तै आई सरेन्डर अल, सब थोक दिन्छु म भन्ने एउटा गीत छ है। त्यति बेला आई सरेन्डर अल भन्ने जुन व्यक्तिले गीत लेखे है, जसले लेखे यो पाश्चात्य देशको प्रभुको दास हुनुहुन्छ, विश्वासी हुनुहुन्छ, जसले यो सुन्दर गीत लेख्नुभयो। तर उहाँले चाहिँ साँच्चै प्रभुको निम्ति उसले एउटा राम्रो काम, एकदमै पर्याप्त उसको स्यालेरी हुने, उसको जागिर पाएको थिए। तर परमेश्वरको निम्ति उसले त्यो जागिरलाई
फुल टाइम वर्करको निम्ति उसले क्विट गरेको कारणले गर्दा उसले आई सरेन्डर अल भनेर गीत बनाए। तर यथार्थमा उसले गीत त बनाए, तर आज हामीले गाइरहेका छौँ, तर हामीले के दिएर गाएका छौँ, अर्थपूर्ण यस गीतलाई लिएर गाएको छौँ कि छैन, यस कुरालाई सोच्ने आज हाम्रो पालो आएको छ है। गीत गाउँदाखेरि शब्दलाई हामीले होसियारको साथ टोटोलेर गाउनुपर्छ। त अब हामीले यो गीतको सेवालाई सुरु गर्छौँ। त निश्चय नै हजुरहरूले सहर्ष हृदयबाट खुसीको साथ, आनन्दको साथ जस्तै कमजोरी भए तापनि तपाईँले स्वीकारिदिनुहोस् भन्ने मेरो आग्रह छ। त यस साल यो लकडाउनको त्यो समयमा प्रभुले मलाई एउटा विचारहरू दिनुभयो। त्यो विचार अहिलेको संसारमा मानिसहरूले भोगिरहेको छ। आज मान्छेले के सपनाहरू साँचेको है, मान्छेहरूको ज्यानमाथि ज्यान रहेन, मान्छेहरू एकदमै हताश निराशको परिस्थितिमा गुज्रेर गइरहेको छ। त तपाईँहरूको अगाडि यो गीतको शब्द म राख्दैछु, हजुरहरूले प्रार्थना गरिदिनुहोस्। त सानो एउटा यसको भाग चाहिँ म 2 वर्ष गाएर सुनाउँछु। अब यो गीत चाहिँ सारा संसार आतंकले छायो, निराशाको बादलले ढाक्यो भन्ने छ। त यो गीत अब म तपाईँहरूको अगाडि गाएर सुनाउँदैछु। हजुरहरूले के कसो लाग्छ कमेन्ट गरिदिनुहोस्, के कसो सुधार्नुपर्छ। तपाईँको कमेन्ट्सको हामीलाई नितान्त आवश्यक हुन्छ, ताकि फ्युचरमा अझै हामी राम्रो प्रकारले यो गीतको सेवालाई सङ्गीत क्षेत्रमा अगाडि बढ्न सकौँ। अलिकति प्रतीक्षा साँच्दै गर्नुहोस्, यहाँ अलिकति मिलाउँदै गर्नुपर्छ है। सारा संसार आतंकले छायो, निराशाको बादलले ढाक्यो। सारा संसार आतंकले छायो, निराशाको बादलले ढाक्यो। उच्च र नीच, धनी र गरिब सबैमाथि वज्र पर्यो। उच्च र नीच, धनी र गरिब सबैमाथि वज्र पर्यो। सबैमाथि वज्र पर्यो। सारा संसार मृत्युको काठो प्रहारले सबै मानिसको आशा टुट्यो। मृत्युको काठो प्रहारले सबै मानिसको आशा टुट्यो। सबैमाथि आशा टुट्यो। सारा सपना हातमा मुठाई शून्यताले विलीन भयो। सारा सपना हातमा मुठाई शून्यताले विलीन भयो। सारा संसार आतंकले छायो, निराशाको बादलले ढाक्यो। सारा संसार आतंकले छायो, निराशाको बादलले ढाक्यो। उच्च र नीच, धनी र गरिब सबैमाथि वज्र पर्यो। उच्च र
उच्चारणी धनी र गरिब सबैमाथि वज्र पर्यो उच्चारणी धनी र गरिब सबैमाथि वज्र पर्यो सबैमाथि वज्र पर्यो सारा संसार आतंकले छायो निराशाको बादलले ढाक्यो। त यो गीतले भनेको कुराहरू तपाईहरूले सुन्नुभयो होला है, बुझ्नुभयो। त यसको अरू पङ्क्तिहरू पनि छ, त्यो गीत तपाईहरूले प्रार्थना गरिदिनुहोस्। यसको म्युजिक स्टुडियोमा काम भइरहेको छ, त चाँडै तपाईँहरू कहाँ हामी प्रस्तुत गर्नेवाला छौँ।